राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको साथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक हाम्रा आदरणीय कमरेड केपी ओलीज्यूले हामीलाई सम्पूर्ण गाउँवासी, टोलवासी, देशवासीका दाजुभाइहरूलाई चाहिँ भने यो आमन्त्रण पत्र पठाएको छ। सम्पूर्ण गाउँवासी तथा दाजुभाइहरू चाहिँ के भने यही मङ्सिर 27 गते भक्तपुरको खुला उपस्थित हौँ 12 बजे। सुशासन र विकासको नायक समृद्ध नेपाल सुखी नेपालीको गएको 77 वर्षदेखि यो पार्टीमा दुःख सुखमा सधैँभरि तपाईँहरूको साथमा छ। राष्ट्रियता, लोकतन्त्र, संविधानमाथि सङ्कट मडारिरहेको बेलामा यो महाधिवेशन आयोजना हुँदै प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिएको छ। जनादेश प्राप्त सरकार विस्थापित गरिएको छ। विधिको शासनका ठाउँमा अराजक समूहले हालिमुहाली छ। देशका मुख्य धरोहरहरू खरानी बनाउने अपराधिक जस्तामाथि कारबाही नहुँदा समाजमा भएर मनोवैज्ञानिक सन्तास छ। निर्वाचनको घोषणा गरिए पनि त्यसको पूर्ण शर्तको रूपमा रहेको निर्भयता वातावरण निर्माण गरिएको छैन। मुलुकका घृणा फैलाउने काम भइरहेको छ। लोकतन्त्र फर्काउँछु र मुलुकको शान्ति स्थायित्व र समृद्धिको यात्रा सुनिश्चित गर्नु छ। राष्ट्रियता, संविधान र लोकतन्त्र विरुद्धका षड्यन्त्र प्राप्त कार्तिकैमा लटको जुन छ नि विशेष महत्त्व महाधिवेशनमा तपाईँको उपस्थितिले नेपाली जनताको लोकतान्त्रिक सामर्थ्यलाई प्रकट गर्नेछ। मङ्सिर 27 गते तपाईँको एक दिनको योगदानले अराजकता र प्रतिगमन नियन्त्रण गर्न सहयोग पुग्नेछ। महाधिवेशनको भव्य सफलताले लोकतन्त्र बलि बनाउनेछ। तसर्थ म महाधिवेशनमा तपाईँहरूलाई सपरिवार आमन्त्रण गर्दछु। मङ्सिर 27 गते दिउँसो 12:30 बजे भक्तपुर सल्लाहघारीमा भेटौँला। अभिवादनसहित तपाईँहरूकै केपी शर्मा ओली। धन्यवाद। लाल सलाम। नेकपा एमाले जिन्दाबाद।